धरहरा देख्यो। अब धरहरा गएर चढ्नुपर्छ गाइस। ऊपर गर्नुपर्छ टिकट। हेलो धरहरा पारी पारी हेर्नु रमित गोलाइका हेलो गाइस, आज पनि अब हाम्रो नेक्स्ट ब्लग छोटो ब्लग लिएर उपस्थित भइरहेको छ। आज हाम्रो यात्रा चाहिँ धरहरासम्मको हुनेछ। धरहरामा गएर चाहिँ अब नयाँ टावर होइन, नयाँ टावर पनि देखि अब ओपनिङ भइदिए गएको छैन। फोटो भिडियोमा हेरिरहेको छ, धेरैजनाको अब भ्लग दिएर हेऱ्यो। आज चाहिँ आफै गएर हेरौँ, यसो रमाइलो गरौँ, खाउँ, यसो अवलोकन गरौँ भन्ने र यसो फ्यामिलीसँग चाहिँ बाहिर निस्किएको छ। साथीहरू यसो हेर्दै जानु होला हाम्रो सानो मिनी ब्लग। तपाईँहरूको पनि केही राह छ भने यसो भन्नुहोस्। सबै साइलेन्ट मोडमा भयो। किन यसरी साइलेन्ट मोडमा जानुभएको? यति साह्रो साइलेन्ट मोडमा त नजाउँ न हौ। हाम्रो के अरे हामी यसो धरहराको आजको टुर धरहरा सम्झेर अरे यसो हामी पनि घुम्न जाउँ भनेर भत्केर नयाँ बनाइदेखि आएको थिएन। यसो चढौँ न हामी पनि भनेर घुम्न आएको छौँ। र यो के अरे हाम्रो खड्ग राईको भ्लगमा होइन सबैले हेरेर सेयर लाइक कमेन्ट गरेर अगाडि बढाइदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला भन्दै 2 शब्द यही छेउ आइपुग्यो। कति छिटो आइपुग्यो अब चाहिँ हामी धरहराको नजिक आइपुग्न लाग्यो।
गाइस ऊ यहाँ न व्हाइट माथि व्हाइट टावर क्या ऊ माथि देखिन हो त्यहाँ माथि चढ्नु जाने क्या अब अन्डरस्ट्यान्ड You understand. भनेर हुनुको डङ्गर दाइको साथीले खै कहाँ छ तर भनेर ऊ त्यहाँ ऊ त्यो त्यसमा चढ्नु पर्छ भनेर चाहिँ आयो कि अनि चढ्नु त चढ्नुपर्छ अनि त्यो ठुलो ठुलो छ अनि कसरी चढ्नु आमा भित्र सिँढी हुन्छ नि त्यहाँ भनिन्छ नि भन्यो कि अनि मात्रै अन्त यसो हेरेको त कसरी चढ्नु भन्नुभयो अनि त्यतिकै कसरी चढ्नु भनेर हाँसेर भने म उहिले यो भाइले मलाई गर्न आउँछ अनि त्यहाँबाट त यहाँ आइएको छ आउन त आइयो आज तर अब आज चढ्नुपर्छ धरहरामा त्यो पहिला आउँदाखेरि आमाहरू आउँदा पुरानो थियो होला हौ अनि त्यो लडेर अब अहिले चाहिँ अब नयाँ हो अहिलेको चाहिँ अहिले बनाएको चाहिँ नयाँ आयो नि हो अब अहिले बनाएको चाहिँ नयाँ अहिले सबै लडी गएर छैन फेरि मान्छे दुईजना त बाँच्यो अरू त के पनि भएन माथि हो 2 नम्बरका भेगेर पढेको माथि नै थियो हो त्यहाँ भगवान् त के पनि अरू त सबै तीन दिनसम्म आयो नि एकखेप 3 दिनसम्म आयो नि बेनारको घरदेखि यता हामी हाम्रो अनि यस्तो भित्र लाग्ने बेलामा नानी अलमललाई बस्यो लेट खाने भनेर त्यहाँ गाडी चलाएर किन्ने खोता खेरेको होइन यस्तो धरा चढ्ने हो अनि हामीले थाहा त भएन गाडीको कुदेको बेलामा इन्ट्रीपट्टि त्यता हो ए हुन्छ बिचमा आइरहेछ भने ल धरहरा आइपुगेको अवस्था ल जाउँ अब रोड क्रस गरेर टट्टसँगले ऊ माथिको धरहरा चढ्न जाने अनि टिकट गर्ने ऊ पर गर्नुपर्छ टिकट आऊ आऊ ल यो चाहिँ धरहराको इन्ट्री पोइन्ट टिकट काट्ने ठाउँ रहेछ टिकट काट्नु पर्दछ पानी एउटा दिनु न यहाँ छ मसँग पैसा हिँड्नु हिँड्नु कति पर्यो पैसा झेलमा पनि आउनु होला एकै ठाउँमा भिड नगर्नु कृपया यताको झेलबाट पनि टिकट दिन्छ है दुईटै झेलबाट टिकट दिन्छ एकै ठाउँमा भिड नगर्नुहोस् आज चाहिँ लिफ्ट बिग्रेको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अब माथि चढेरै बाई फुट हिँडेरै जानुपर्ने अवस्था लु जाउँ न अब लिफ्ट बिग्रेको रहेछ अब हिँडेर जाउँ बिस्तारै अब सक्यो भने चढौँ सकेन भने अब फर्केर आउनुपर्छ जाउँ जाउँ लु भित्र सिँढी हुन्छ नि त मैले त इन्ट्री पोइन्ट यता हो लु छिरौँ आउनु किनिसक्यो त पुग्छ भारी यत्रो माथि कहिले बोकेर पुग्नु अनि 4 जना छौँ न बाहिर निस्किने गेट चाहिँ धरहरा पछाडि छ है हुन्छ ओके थ्याङ्क यू म्याम हस्
भनेदेखिलाई चढ्नुभन्दा अगाडि नै यहाँनिर फोटो सेसन हानु न यताबाट राम्रो आउँछ जस्तो लाग्यो हामी चाहिँ अहिले धरहराभित्र प्रस्थान गरिसक्यो छिरिसक्यो अब तसँगले आज लिफ्ट बिग्रिएर रहेछ हिँडेर जानुपर्ने अवस्था हिँडेर जानुपर्ने रे अब केटाकेटीहरूसँग कसरी पुग्नु पर्ने हो यत्रो माथि गाइस गाह्रै पो पर्ने भयो त आरोन पापाले हेर नानी पापा हेर यता धरला आएकोले हौ धरला चल्ने हाम्रो हिलो पनि धरला लाउनु भएकोले हो धरला लु आउनु आउनु ल जाउँ आज लिफ्ट बिगेको कारणले गर्दाखेरि हिँडेर जानुपर्ने रे आइहाल्यो यसो अब जाउँ न बिस्तारै यताबाट आऊ आउनु त्यहाँबाट होला काठमाडौँको नौताले धरहरा कति तल छ हौ अग्लो छ त धरहरा सक्छ नि बाइकमा जाने पर्छ साइकल धनासन रोकेको थियो यसो तरुङमा भन्दा त ग्यापै थियो मान्छेको हाततिर म त साइकलमा हेलो धरहरा छ होइन आउनु आउनु मम्मी भन खै त लिएन मलाई त्यो लिएन डाँडो लिएन हो त्यहाँ जाउँ त भुक्तान लिफ्ट बिग्र अरे लिफ्ट बिग्रेर क्या आज लिफ्ट अब आज चाहिँ लिफ्ट बिग्रेको कारणले गर्दाखेरि हिँडेर जानुपर्ने अवस्था गाह्रो छ कहिले पुगेर आउनु आपिटा खाए लाग्नु
कपडे धुने नै पानी 20 फ्लोर अन्त माथिबाट यहाँ पनि चुयो क्या पानी चुयो कि के त यस्तो चुएर म पुसेको म त पानी चुयो कि क्या हो भन्दैछु कि पछि ए लाग्यो भाइर पनि मलाई पनि हात नानीले पुस्दैछु कि हो भनेर आउने क्रममा 19 तल आइपुगेछ 19 तल आइपुग्यो हो हिँडेर आम्मा 20 तलामा चाहिँ अब पुग्यो हिँडेर ल 20 तल आइपुग्यो काठमाडौँको 9 तले धरहरा भत्केर 20 तले धरहरा बन्ने छ आइपुग्यो फाइनल्ली यहाँ राम्रो तलमा आइपुग्यो उता हेर्नु नि परस एकछिन बस्नु न बसेर रेस्ट गरौँ पानी सानी खाउँ हेर यता पनि फर्क त पुरा आवाज नाच है हेर त आम्मै रमी दिएर काठमाडौँ सहर हेर त मलाई देखाउनु न अब यो राम्रो छ कस्तो लागिरहेछ त काठमाडौँ भ्यू आमा हजुर साह्रै रमिलो अब काठमाडौँ सहर यहाँबाट सबै देखिन्छ लु हेर्नु अक्कसँगले आरामले
भाइ त चढेको थिएन होला कति छिटी पो आएछ कि म पनि थिएन नि चढेको हँ थिएन हौ आज फर्स्ट टाइम हो म पनि फर्स्ट टाइममै हो आज हामी सबैजना पहिला त चढेको उफ पारी पारी हेर्नु रमी तपाईँ त्यति बेला त 9 तला कि 10 11 को थियो त्यति बेला 9 तला अहिले त 20 तला अहिले त 20 तलाको बनाएको रहेछ ती माथि लिप बिग्रेर स्वेट आउट पारिहाल्यो नि 20 तला हिँडेर आउनु साह्रै पर्ने रहेछ आयौँ देवा पनि कति सजिलै पुग्ने रहेछ बाबुआमाको पाप काट्यो आमा मरेर गए पनि पाप काट्यो अब भाडा लाग्दैन मलाई आमाको गएको मैले 20 तलाको चढेँ सिँढीमा हिँडेर होइन हिँडेर टुप्पीमै पुगेँ आमाको दुःखको मलाई भाडा नलाग्छ तैँले नि काटिस काट्यो त ओके छ त दुःखको भाडा काटिस नाचवाला नि काट्यो दुःखको भाडा काट्यो ए झर्नु त कारण थाक्यो क्या थाके त अब कसरी जाने त अब बोकेर लानु न नानीलाई नानी बोक्नु कि तिमीलाई बोक्नु नानी तल पुऱ्याइराख्नु लिन आउनु नानीलाई बोक्नु कि तिमीलाई बोक्नु रे त आम्मा नानीलाई तल पुऱ्याउनु आँट्नु लिन आउनु ओके छ त त्यो पनि गरौँला नि त रे त आम्मा होइन ओके छ त होइन कता छ भ्याली लिएर यसो होइन कति राम्रो रहेछ हौ ठाउँ त अनि कति राम्रो रहेछ हेर मम्मी थाक्यो मम्मी टाइट 20 तला चढिरहेको थाक्यो मम्मी त 5 तला चढ्दा त झ्याउ लागेर चढ्छ तर डेली 20 तला चढ्दा आङ्गे आम्मै हेलो गोलाइटा आम्मै 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 गोलाइटा गोलाइटा सबैले बेकार सहर लाग्छ रहर मेरोमा त सबैकोमा आउँछ अब चाहिँ घुम्छ अब एक राउन्ड ल एक राउन्ड भने हान्ने जाउँ न लु 3 राउन्ड लाउने मेरो एक राउन्ड पुगेँ 3 राउन्ड चाहिँ लाउनु पर्छ हौ आउन कान्छे होइन हौ यहाँ 3 राउन्ड क्या बिस्तारै चारैतिरको हेरौँ न रमित टुडी खेल देख्दो रहेछ यहाँबाट मजाले यहाँ सुहरू भएको बेला चाहिँ यहाँ एउटा हेर्नु पर्ने छ दामी देख्दो रहेछ त सानो सानो देख्दो रहेछ होइन मान्छेहरू बोकलाई हो बोकेर लानुपर्ने आलु लानु बोक्नु कि मम्मीलाई बोक्नु यता मम्मीको छ लगा मेरो 2 राउन्ड भयो मम्मीको 1 राउन्ड भयो जानु तपाईको 3 राउन्ड पुराउनु मेरो लास्ट 1 राउन्ड बाँकी छ छोरी मात्र तपाईको पुरा हाल्छ
नजान्यो अहिले फेरि टोपी स्टरले धरहराबाट कि अहिले हामीले चाहिँ रमी धेरै राखेको अवस्था बोकेर लानुपर्ने आधो लाख बोक्नु कि महँगा सुरु भयो कसलाई त हौ खानु मान्छेले ठुलो मान्छेलाई छ मान्छेलाई सबैजनाले मासु चाहिँ मटन छैन तिमी उहाँ मर्निङ पुग्छौ होइन बिस्तारै हेर्नु त गुड बोय कोमाले लिँदै हुनुहुन्छ बोजूले कोमाले गुड ल Dinner time. Masuk ya. This is family dinner. Aaron. Hello.
जसले खोर्सानी अकबरे That is the spicy thing. Zoom से गर है किन्नु न zoom गर किन ठुलो जाउँ भने भात पनि खाने सकि त्यतिकै